देश उज्यालो बनाउनेलाई सम्मान र ताली दिएको भए, नक्कली भुटानी बनाउनेलाई जेल हालिदिएको भए, घुस खानेलाई सत्ताबाट निकालिदिएको भए, घोटाला काण्ड मचाउनेलाई कारागारमा फालिदिएको भए, समृद्ध नेपाल सुखी नेपाली भएको भए। के जनता नेतासँग यसरी बिच्किन्थे? के जनताले सडकमा राजा खोज्न निस्किन्थे? 17,000 मरेर फालेको राजाको साथ दिन्थे? जनताले राजा होइन सुशासन खोजेको हो। लोकतन्त्रमा जनताले पाउनुपर्ने सम्मान खोजेको हो। राजतन्त्र विस्थापित भएको 17 वर्ष भयो। सुनेको थिए 17,000 को ज्यान गयो। 17 चोटि तिमीहरू फेरि मन्त्री भयो, तर देश झन्झन डुब्दै गयो। अनि त्यही भएर ज्ञाने चोर देश छोड भन्दै कराउने त्यही जनता राजा आऊ देश बचाऊ भन्दैछन् त। कान खोलेर सुन त, किन यस्तो भन्दैछन् त? याद छ कि बिर्सिस? भ्रष्टाचार गर्दिन, गर्नुपर्ने दिन्न भन्थिस्। स्विजरल्यान्ड जस्तो देश बनाउँछु भन्दै कन्थिस्। भाषणले आशा देखाएर जनताको मन जितिस। सत्ता शक्ति पाएपछि तँलाई मन्त्री बनाउने त्यही जनता पिटिस। तेरो यही सामन्ती पाराले अब त सिद्धिस। साँच्चीको तिमी देशभक्त नेता भएको भए, निर्मलाले न्याय पाएको भए, समयमा मल नपाएर किसानले विष नखाएको भए, फेरि गोरखकाली जस्तो उद्योगहरू चलाएको भए, के जनता नेतासँग यसरी बिच्किन्थे? के जनताले सडकमा राजा खोज्न निस्किन्थे? 17,000 मरेर फालेको राजाको साथ दिन्थे? जनताले राजा होइन सुशासन खोजेको हो। लोकतन्त्रमा जनताले पाउनुपर्ने सम्मान खोजेको हो।